हिजो युद्धको बेलामा अत्यन्त अप्ठ्यारो समयमा लखेटिँदै गर्दा मारिँदै गर्दा पनि तपाईँले काङ्ग्रेसको साथ छोड्नु भएन। अप्ठ्यारो अवस्थामा नेपाली काङ्ग्रेस पार्टीको रुख चिन्हमा मतदान गर्नुभयो। मलाई थाहा छ यो बिचमा तपाईँको काङ्ग्रेस र काङ्ग्रेसको नेतृत्व हामीहरूसँग थुप्रै गुनासाहरू थिए। गठबन्धनको राजनीतिका बारेमा, राजनीतिलाई प्रदूषित बनाएका बारेमा, राजनीतिले डेलिभर गर्न नसकेको बारेमा तपाईँका यी गुनासोहरूको हामीले उपेक्षा गरेनौँ। ती गुनासोहरूलाई सम्बोधन गरेर नेपाली काङ्ग्रेस पार्टीभित्र ठुलो परिवर्तन गरेर आएका छौँ। त्यसैले म तपाईँलाई अनुरोध गर्न चाहन्छु, जुन बेला तपाईँका गुनासाहरू थिए ती बेलामा पनि तपाईँले नेपाली काङ्ग्रेसलाई मतदान गर्नुभयो। आज हामीले तपाईँका ती गुनासाहरू सम्बोधन गरेर आएका छौँ र एउटा विश्वास दिलाउन चाहन्छौँ। तपाईँले जस्तो काङ्ग्रेस चाहनुभएको त्यस्तै काङ्ग्रेस बनाउने बाटोतर्फ हामी उद्धत छौँ भने त्यो काङ्ग्रेसबाट जस्तो देश बनोस् भन्ने चाहनुभएको छ, यो 5 वर्षको समय हामी त्यही बाटोतर्फ देशलाई लिएर जान्छौँ। त्यसैले यो पटक पनि अलमलमा नपरिकन तपाईँले वर्षौँदेखि माया गर्दै आउनुभएको तपाईँको पार्टी नेपाली काङ्ग्रेस, तपाईँको चुनाव चिन्ह रुखमा मतदान गरेर नेपाली काङ्ग्रेसको उम्मेदवारहरूलाई र नेपाली काङ्ग्रेस पार्टीलाई निर्वाचित गराइदिन म आग्रह गर्न चाहन्छु। मेरो दोस्रो अनुरोध आम मतदाताहरूलाई छ, यो एउटा छनौटको समय हो। तपाईँले कसलाई छान्नुहुन्छ, कसरी छान्नुहुन्छ भन्नेले नेपालको भाग्य र भविष्य निर्धारण गर्छ। म तपाईँलाई विश्वास दिलाउन चाहन्छु, यो 5 वर्षको समय हामी खेर फाल्दैनौँ। एउटा हुटुटी लिएर आएका छौँ, एउटा सपना लिएर आएका छौँ, एउटा सङ्कल्प गरेर आएका छौँ। सपना र सङ्कल्प मात्र छैन, कसरी पुरा गर्ने भन्ने योजना पनि छ। एउटा सोचका साथ आएका छौँ, एक दिनको समय पनि खेर नफाल्ने र कुनै एउटा गल्ती पनि नगर्ने एउटा प्रण गरेर आएका छौँ। छोटो समय स्वास्थ्य मन्त्रालय चलाउँदै गर्दा एउटा हुटुटीका साथ गएको थिएँ, केही कामहरू गरेँ र केही परिणामहरू दिन पनि सकेँ। आज फेरि त्यही हुटुटीका साथ तपाईँबाट जिम्मेवारी लिनका निम्ति अनुरोध गरिरहेको छु।